कहिले कहिले हामीले हाम्रो दिमागलाई हाम्रो सोचहरूको हाम्रो विचारहरूको एउटा युद्ध मैदान जस्तो बनाएका हुन्छौँ। प्राय जसो जब हामी राति बिस्तारामा ढल्किन्छौँ, कहिले कहिले छटपटीमा पुरै रात ढल्केर जान्छ, तर हाम्रो सोचहरू भने यथावतै रहन्छन्। ओभर थिङ्किङ, जसलाई हामीले अत्याधिक सोच्नु भन्छौँ। ओभर थिङ्किङ जब हामीमा सेल्फ कन्फिडेन्स भन्छ नि, आत्मविश्वास जब हामीमा कम हुन्छ नि, हामी धेरै ओभर थिङ्किङ गरिरहेका हुन्छौँ। हामीले नेक्स्ट कदम के लिने जुन अनसर्टेनिटी महसुस गर्छौँ नि, तब हामी ओभर थिङ्किङ गर्न सुरु गर्छौँ। यो कुरा एनालाइज गरेर निर्णय ल्याउने, निष्कर्षमा आउने ट्राई गर्छौँ कि नेक्स्ट स्टेप म के ल्याउँ। तर ओभर थिङ्किङले कहिले पनि हामीलाई निष्कर्षमा आउन दिँदैन। ओभर थिङ्किङ गर्न सुरु गर्नुहुन्छ नि, यो अत्याधिक सोच तपाईँको दिमागमा सुरु हुन्छ। त्यति बेला तपाईँले यो कुरा बुझ्नु जरुरी छ कि अगाडि आउने समस्याहरू, अगाडि आउने चुनौतीहरू भन्दा पनि तपाईँले आफैले आफैलाई कतिको भरोसा गर्नुहुन्छ, तपाईँमा आत्मविश्वास कति छ त। जब तपाईँले आफैमा धेरै आत्मविश्वास डेभलप गर्नुहुन्छ नि, नेक्स्ट स्टेप जे आए पनि म त्यसलाई सम्हाल्छु। यदि म सम्हाल्न सकेन भने पनि अहिले मसँग जति अनुभव छ, जति ज्ञान छ यो समयमा, त्यसको आधारमा म निर्णय लिनेछु। यदि त्यो निर्णय गलत भइगयो भने पनि फेरि म त्यसलाई नेक्स्ट टाइम सही गर्नेछु। जब तपाईँले आफूमा त्यो खालको आत्मविश्वास डेभलप गर्नुहुन्छ नि, जब तपाईँ आफै स्ट्रङ बन्नुहुन्छ मेन्टल्ली, तपाईँमा बिस्तारै ओभर थिङ्किङ कम हुन्छ। त्यो म आफैले अनुभव गरेको कुरा हो, जो आज म तपाईँलाई बताउँदैछु। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। स्टे ट्युन, सी यू इन नेक्स्ट भिडियो। धन्यवाद।